नमस्कार दर्शक तथा श्रोताहरू, सुनाखरी रेडियो लाइभ 91.4 मेगाहर्ज पहाडको टुप्पोबाट बज्ने रेडियो तरङ्ग मार्फत अडियो वीर बिटिआर लिम्बू युट्युब च्यानल र अरुण भ्याली अनलाइन युट्युब च्यानल मार्फत भिडियो सहित सम्प्रेषण गरिने यो कार्यक्रम हो सुनाखरी अपडेट। र सुनाखरी अपडेटमा आज पनि मैले नेकपाका युवा नेतालाई आज स्टुडियोमा लिएर आएको छु। तपाईँले स्क्रिनमा देखिसक्नु भएको छ, उहाँ हुनुहुन्छ राजेश खड्का। म उहाँलाई सर्वप्रथम त स्वागत गर्न चाहन्छु। राजेशजी, हाम्रो स्टुडियोमा तपाईँलाई स्वागत छ। धन्यवाद। कुरा कसरी गरौँ भने फेरि हाम्रो दर्शक तथा श्रोतालाई जानकारी गराउँ, किन नेकपाका नेताहरूलाई धमाधम हामीले सुनाखरी अपडेटमा इन्ट्रो गराइरहेको छौँ भन्ने विषयमा तपाईँ वाकिफ हुनुहुन्छ कि यो हप्ता नेपाली कम्युनिस्ट पार्टीको संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाल द्वय पूर्व प्रधानमन्त्रीज्यूहरूको उपस्थितिमा सम्बोधन हुने सभा, एकताको सम्मेलन, एकताको सम्बोधन अथवा एकताको सभा छ, त्यो सभा सफल गर्नुपर्ने भएको हुनाले यो साता सुनाखरीको चर्चाको विषय र अहिले अरुण भ्यालीको बााउन्ड्रीभित्र चर्चाको विषय यो रहेको छ। त्यसैले पनि हामी निरन्तर नेकपा नेपाली कम्युनिस्ट पार्टीका नेताहरूलाई सुनाखरी अपडेटमा जोडिरहेका छौँ भने राजेश खड्का आज युवा नेता, आज पनि मैले निम्तो गरेको छु र हाम्रो निम्तोलाई स्वीकारेर आइदिनु भएकोमा म पुनः फेरि तपाईँलाई धन्यवाद दिन चाहन्छु। धन्यवाद। राजेशजी, सुरु गरौँ न। यति कलिलो उमेर, वैचारिक एउटा चाहिने कटिबद्धता, प्रतिबद्धता र तपाईँको बौद्धिक विद्धता सँगसँगै नेकपा एमालेबाट तपाईँको सुरुवाती राजनीति भयो मैले थाहा पाउँदा, र विद्यार्थी राजनीति हुँदै आज तपाईँ युवा चाहिँ नेताको रूपमा स्थापित हुनुहुन्छ र तपाईँलाई त्यो एउटा विचारको घर बहुदलीय जनवादलाई छोडेर नेकपा एमालेलाई छोडेर नेकपा यसमा आइपुग्दा, समाजवादीमा आइपुग्दाको अनुभव र त्यो छोटो परिधिभित्र फेरि नेपाली कम्युनिस्ट पार्टीमा ध्रुवीकृत हुँदै गर्दाको छोटो अप्ठ्यारो सजिलो अनुभवहरू राखिदिनु न। धन्यवाद वीरबहादुरजी। अब तपाईँले नेकपा एमालेको सुरुवातको कुराहरू पनि भन्नुभयो। सुरुवातदेखि म नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरासोब्युको प्रारम्भिक कमिटीमा विक्रम सम्वत 2063 सालको भदौ महिनादेखि आबद्ध भएको हो। म त्यतिखेर निकै कलिलो उमेर थियो। यो द्वन्द्वबाट भर्खर शान्ति प्रक्रियामा त्यतिखेरको तत्कालीन नेकपा माओवादी आइसक्नु भएको थियो। अब त्यहाँ प्रवेश गर्दै गर्दा विद्यार्थी राजनीति चाहिँ अखिलबाट सुरु गर्ने क्रममा अब हाम्रो परिवार चाहिँ एमालेसँग अलि बढी नजिक होइन, कमरेड डम्बर खड्का सांसदै पनि हुनुभएको छ। त्यताबाट पनि हामी अलिक प्रभावित भयौँ। पछाडि जनताको बहुदलीय जनवाद अघि तपाईँले भनिहाल्नुभयो, त्यो विषयमा पनि अध्ययन गर्ने अवसर मिल्यो। अब अखिलको विद्यार्थी राजनीति मैले प्रारम्भिक कमिटीबाट सुरुवात गरेर सबै चरणहरू पार गर्दै म जिल्लाको सदस्य, जिल्ला कमिटीको सचिव, जिल्ला कमिटीको अध्यक्ष, त्यो बेला अञ्चल थियो, अहिलेको जस्तो प्रदेश थिएन, अञ्चल कमिटीको सचिवालय सदस्य हुँदै केन्द्रीय समितिसम्म म सचिवसम्म भएँ। अब राजनीतिमा धेरै उताप चढावहरू आइरहन्छन्, आयो नेपाली राजनीतिमा। र मलाई के लाग्छ भन्दाखेरि म हिजो एमालेमा रहिरहँदाखेरि अब यसरी ध्रुवीकृत हुने, यसरी एकता भइरहनु पर्ने, यसरी टुटफुट भइरहनु पर्ने जस्तो चाहिँ लाग्दैन थियो क्या। एउटा पार्टीबाट अर्को पार्टी हुन्छ जस्तो पनि लाग्दैन थियो, त्यो हुँदैन जस्तो लाग्थ्यो क्या मनमा। यही चाहिँ एउटा विशाल घर हो, यसले नै समाजलाई परिवर्तित गर्छ, यसले नै समाजलाई शान्ति सुव्यवस्था गर्छ, यही पार्टीले चाहिँ राष्ट्रको निर्माण गर्छ भन्ने लाग्थ्यो। तर वास्तवमा हाम्रो
तत्कालीन नेकपा एमाले भित्र कमरेड माधव नेपाल पार्टीको महासचिव हुन्जेलसम्म, पार्टीको नेतृत्वमा रहिरहुन्जेलसम्म सबैलाई सन्तुलन मिलाएर अगाडि बढ्नु भएको थियो। कसैलाई पाखा कसैलाई उ गर्नु भएको थिएन। तपाईको जब केपी ओलीले नेतृत्व चाहिँ विभिन्न षड्यन्त्रपूर्वक तरिकाले नेकपा एमालेलाई कब्जा गर्नुभयो, उहाँले त्यो जनवाद होइन, उहाँले त्यो लेनिनवादी सङ्गठनात्मक सिद्धान्त पनि अवलम्बन गर्नु भएन। कार्ल मार्क्सको विचारलाई पनि खासै उहाँले चाहिँ नै अगाडि बढाएर त्यो अनुरूपको कार्यक्रमहरू अगाडि बढाउन सक्नु भएन। उहाँले त व्यक्तिवाद, ओलीवाद होइन, एउटा टिम, एउटा गुट चलाएर असल व्यक्तित्वहरूलाई चाहिँ पाखा लगाउने काम गर्नुभयो। अब त्यो प्रक्रिया चलिरहेको थियो। पछाडि नेकपा माओवादीसँग अपरझट तरिकाले चुनावी तालमेल भयो। ठिकै छ, अब वामपन्थीहरू बीचको एकता तालमेल भनेको चाहिँ ठिकै हो, सुखदै हो भनियो क्या। पछाडि पार्टी कमिटीमा सरसल्लाह नगरिकन सठै एकैचोटि एकताको कुरा आयो। त्यसलाई पनि हामीले स्वीकार्यौँ। ठिक हो, वामपन्थीहरू बीचमा एकता हुनु त राम्रै हो भन्यौँ, हामीले त्यसलाई पनि स्वीकार्यौँ। अब कमरेड प्रचण्ड र खड्गप्रसाद ओली बीचमा सम्झौता भएको कुराहरू पनि आयो। आधा आधा प्रधानमन्त्री खाने, आधा आधा पार्टी अध्यक्ष खाने, चलाउने, त्यो पनि ठिक छ। अब दुईटै वामपन्थी ठुला कम्युनिस्ट पार्टीका अध्यक्षहरूले त्यसो गरे भने हामीलाई पनि राम्रै हुन्छ। यो सरकार चाहिँ चेन्ज भइरहने, यो दुनियाँ 6 महिनामा चेन्ज भइरहने, मन्त्रीहरू फेरिएका फेरिए गर्ने, त्योभन्दा त 5 वर्ष आनन्दले चलाउँ, चल्छ, पार्टी सङ्गठन मजबुत हुन्छ। कम्युनिस्ट पार्टीको नेतृत्वले सरकार चलाउँदाखेरि अब सबैलाई समान वितरण हुन्छ, जनतालाई हेर्ने दृष्टिकोण सबै समान हुन्छ। अब सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने नेतृत्व गयो भने जनतालाई पनि राम्रै हुन्छ भन्ने विश्वास हामीले लिएको थियौँ। तर त्यसमा कमरेड प्रचण्ड भन्दा पनि केपी ओली चाहिँ झ्याली देखियो र केपी ओलीले त्यसलाई स्वीकार्नु भएन। अध्यक्ष पनि उहाँलाई नै चाहिने होइन, प्रधानमन्त्री पनि उहाँलाई नै चाहिने होइन, अरूलाई चाहिँ अब वास्ता नगर्नुपर्ने, मन्त्रीहरू आफ्नै चाहिँ नै मान्छे छान्नुपर्ने, उहाँले हुँदा हुँदा मुख्यमन्त्रीसम्म आफ्नै टिमको मान्छे झरेर तपाईँको मेयरसम्म उपमेयरसम्म आफ्नो टिमको मान्छेलाई चाहिँ उहाँले त्यो गरिसकेपछि यो चाहिँ ठिक रहेनछ भन्ने खालको भयो। पछाडि विद्रोह भयो हेर्नु। अब कमरेड प्रचण्डले त लु तपाईँ नै चलाउनुहोस् 5 वर्ष प्रधानमन्त्री, मैले छोड्दै पनि भन्नुभएको हो, छोडेको पनि हो। अब पार्टी अध्यक्ष पनि चाहिने फेरि उहाँलाई। त्यो भइसकेपछि यी चिजहरूमा कुरो नमिलिसकेपछि वास्तवमा यो कम्युनिस्ट पार्टीको टुटफुट चाहिँ केपी ओलीबाटै सुरुवात भएको हो। अब उहाँले पार्टी फुटाउनु हो, म चाहिँ त्यो भन्छु क्या। अब केही साथीहरू, केही मित्रहरू र अलिकति बुझ्ने मान्छेहरूले पनि के भन्नुहुन्छ भन्दाखेरि यो चाहिँ अदालतले फुटाइदियो भन्नुहुन्छ। अदालतले त अब खै एउटा ऋषि कटेल भन्ने व्यक्तिको पार्टी पनि नेकपा भन्ने रहेछ त्यो बेला, उहाँसँग नाम जुदो यति टाइमभित्र चाहिँ तपाईँहरूले सच्याएर आउनु भनेको थियो। अब त्यो सच्याउने, नाम सच्याउने भनेको त उहाँले पार्टी नै सच्याइदिनु, पार्टी नै अब पुरानो भन्ने खालको। हजुर, यो लामो फेरिस्ता जनतालाई थाहा भएको कारणले मैले तपाईँलाई बिचमै रोकेँ राज सर। मैले भने के छ भने राजनीतिक रूपमा स्थायी शत्रु हुँदैन, राजनीति र व्यापारमा स्थायी मित्र पनि हुँदैन। कुनै बेला तपाईँ कटाक्ष माओवादीको विरुद्धमा उभिएको एमालेको कङ्क्रिट युवा नेता हो, तपाईँलाई मैले सम्झाएँ होइन। तर आज त्यही नेताको सुप्रिमोलाई
संयोजक मान्दै र होइन तपाईँको पार्टीको चाहिँ जो चाहिँ अध्यक्ष हुनुहुन्थ्यो उहाँलाई सहसंयोजक मान्दै जाँदा राजनीतिक उतार चढावमा जनतासँग हामीले कसरी फेस गर्ने, कुन म्यान्डेट दिएर जाने भन्ने विषयमा कहिलेकाहीँ तपाईँ जस्तो पढेको बौद्धिक नेतालाई त्यो अनुभव हुन्छ हुँदैन, छोटोमा त्यो राखौँ जस्तो लाग्यो। मैले तपाईँलाई बिचैमा रोकेँ। तपाईँले सही कुरा गर्नुभयो, सही प्रश्न राख्नुभयो। म घुम्दै जाँदा डुल्दै जाँदा कोही कोही बेला मेरा सहयोद्धा तत्कालीन नेकपा एमालेका साथीहरूले पनि मलाई यसै भन्छन् क्या, हजुर हजुर, प्रचण्डलाई नेता मान्ने भन्छन् क्या। पछाडि हामीले एकीकृत समाजवादी पार्टी एमालेबाट विद्रोह गरेर निर्माण गऱ्यौँ। अब धेरै कमरेडहरूले धोका दिनुभयो क्या। कमरेड माधव नेपाललाई उकास्नुभयो है। लाइन लागेर निर्वाचन एमालेका 10 भाइ भन्ने चल्छ, 10 भाइले धोका दिए। लाइन लागेर निर्वाचन आयोगमा दर्ता गर्न जाँदा यसो कमरेड हाम्रो माधव नेपालले पछाडि फर्केर हेर्दा त कोही छैनन् साथीहरू, हेर्नु दुःखले पार्टी निर्माण गरेको हामी। हजुर हजुर। अब एउटा वैचारिक नेता, एउटा असल नेता, कम्युनिस्ट आन्दोलनको निकै लामो अनुभव बटुलेको नेता कमरेड माधव नेपाललाई हामीले धोका दिन मन लागेन क्या। केपी ओलीको भन्दा एमाले निर्माण गर्नको लागि, यो कम्युनिस्ट पार्टी निर्माण गर्नको लागि माधव नेपालकै योगदान छ। त्यसो भएकोले हामीले धोका दिनौँ। अब राजनीतिमा धोका दिनु भनेको अलिक बौद्धिक, अलिक पढे लेखेका र लामो समयसम्म राजनीतिमा लागेका साथीहरूले धोका दिँदैनन्। धोका दिनु राम्रो कुरा होइन भनेर हामीले त्यो चिजलाई पछ्याएको हो। कमरेड माधव नेपालको लाइन नै ठिक छ भनेर तपाईँको अघि प्रश्न गरिहाल्नुभयो मलाई। हामीले एकीकृत समाजवादी पार्टीको 10औं राष्ट्रिय महाधिवेशनमा हामीले जबजा मान्ने कि वैज्ञानिक समाजवाद मान्ने भन्ने विषयमा ठुलो बहस भयो। हेर्नु, म पनि राष्ट्रिय महाधिवेशनको प्रतिनिधि हो। हजुर हजुर। त्यहाँ केही कमरेडहरूले त होइन जबजा नै मान्नुपर्छ, अबको हाम्रो तत्कालीन चाहिँ जबजा नै हो, यस मार्गदर्शक सिद्धान्त भन्नुभयो। तर अब बहुमतले चाहिँ समाजवाद मान्नुपर्छ, हामीले हाम्रो वैज्ञानिक समाजवाद हो अन्तिम लक्ष्य कम्युनिस्टहरूको। हामी समाजवादमा नपुगिकन साम्यवादमा पुग्न सक्दैनौँ भन्ने उद्देश्यले हामीले जबजा छोडेर वैज्ञानिक समाजवादको बाटोलाई अगाडि बढायौँ। अब त्यसमा अब यो व्यक्ति भन्दा पनि विचार मिल्ने समूह भन्छ क्या। अब हाम्रोसँग विचार मिल्ने धेरै कम्युनिस्ट पार्टीहरू भए, जस्तै तत्कालीन माओवादी केन्द्रले पनि होइन यो चाहिँ ठिक छ हौ, तपाईहरूको महाधिवेशनले सही दिशा चाहिँ पारित गरो भन्ने खालको कमरेडहरूको कुरा आयो। अब अहिलेको एकीकरण चाहिँ एकता हुने कुरा चाहिँ यो कुराले पनि अलिकति बढी चाहिँ फोकस गर्यो, भर पर्यो। वैज्ञानिक समाजवादको केन्द्रीयताभित्र त्योभित्र गोलबन्द हुँदै हुनुहुन्छ, ध्रुवीकरण हुँदै हुन्छ। ध्रुवीकरण। अनि तपाईँको माओवादीले पनि माओवाद छोड्ने, लो तपाईँहरूको चाहिँ ठिक छ यो कुरा भन्ने खालको कुरा आयो। हेर्नु, अब अहिले नेकपा माओवादी भनेर विप्लव सी कमरेडले पनि यो एकता ध्रुवीकरण भइसके पछाडि त्यो चाहिँ म केही गर्न सक्छु कि भनेर माओवादी नाम राख्नु भएको छ। हजुर हजुर। उहाँले पनि एउटा कार्यक्रममा के भन्नुभयो भन्दाखेरि अहिलेसम्म कम्युनिस्ट पार्टीहरूको महाधिवेशनबाट हामी चाहिँ वैज्ञानिक समाजवादमा जाने भनेर महाधिवेशनबाट पास गर्ने चाहिँ पहिलो पार्टी एकीकृत समाजवादी हो भनेर उहाँले पनि भन्नुभएको थियो। अब चाहिँ पार्टी त ठुलै पो बन्ने भयो, उहाँ पनि आउनु हुने भयो, सबै गजाक गुजुक चाहिने ध्रुवीकरण होइन। एमालेबाट पनि अब धेरै साथीहरू धमाधम आइरहनु भएको छ। हुने पर्यो भनेको उहाँ आउनु भएन। फेरि हामीले एउटा समाजवादी मोर्चा भन्ने एउटा चलाएको थियौँ, समाजवादलाई मान्ने। अब उहाँ आउनु भएन।
अब हामीले यो जिल्लामा पनि समाजवादी मोर्चा भन्ने चलाएको थियौँ क्या पालो गर्दै गर्दै। अनि यो समाजवादी मोर्चा चाहिँ एउटै पार्टी भयो भने एउटा शक्ति निर्माण हुन्छ हैन, यसकै विचार चाहिँ समाजमा स्थापित हुन्छ, यसैले चाहिँ भोलि ह्यान्डल गर्छ, यसैले सरकारको नेतृत्व गर्छ, यसैले जनताको प्रतिनिधित्व गर्छ भन्ने विश्वास हामीले लिएको छौँ। लिएकै आधारले अहिले पार्टीहरू बीचमा एकता हुँदैछ हैन। एमालेको कमरेडहरू पनि असल यसै बिचमा तपाईँलाई मैले फेरि थोरै रोकेँ। तपाईँहरू एउटा ध्रुवीकरण वैज्ञानिक समाजवादको केन्द्रभित्र अट्ने गरी एउटा फोरम बनाउनु भएको छ। त्यो फोरमभित्र चाहिँ अहिले धेरै क्रान्तिकारी विचार मिल्नेहरू, विचारका एकबद्धता हुनेहरू चाहिँ भेला हुने गर्नु भएको छ। यो विषयमा अलिकति तपाईँलाई एसेम्बलिक रूपमा मैले चाहिँ भन्न थालेँ, कुनै पनि कम्प्युटर्सहरू होइन ब्रान्डेड किन्न सकिएन भने पाटपुर्जाहरू भेला गरेर एसेम्बल गरेर पनि कम्प्युटर त बन्छ र तपाईँहरूको नेकपा पनि एसेम्बल हो जस्तो लाग्छ मलाई। किनकि अहिलेकै हिसाबले गर्दा वैज्ञानिक समाजवाद तपाईँले भन्नुभयो सबैभन्दा पहिला चाहिँ हाम्रो चाहिँ 10औं महाधिवेशनले पारित गर्यो भन्नुभयो। अनि यो चुनाव चिन्ह चाहिँ फेरि तारा वामदेव गुप्तालाई फकाउनलाई ल्याएको जस्तो पनि देखिन्छ होइन। अनि यो सँगसँगै माओवादीहरूको पनि वैज्ञानिक समाजवादमा चाहिँ प्रत्यक्ष राष्ट्रपति र होइन प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको एजेन्डाहरू छ। यो विषयमा तपाईँहरूले छलफल गरेर जानुभएको छ कि अचानक यो चुनावी माहौल मात्रै बनाउनुको लागि तपाईँहरू अगाडि बढ्नु भएको होला जस्तो तपाईँलाई चाहिँ कस्तो लाग्छ तपाईँको फ्रेमबाट? एकचोटि त्यो राखिदिनु न, अनि हामी अर्को एजेन्डामा जान्छौँ। होइन, अब हामी छुट्टा छुट्टै दल थियौँ योभन्दा अगाडि, अहिले त हामी एउटै दलमा आबद्ध भयौँ। हाम्रो केन्द्रीय समिति एउटै भइसकेको छ। अब यो प्रदेश र जिल्ला बन्ने क्रममा छ। अब यो सन्देश सभाको कार्यक्रमहरू अलि दिन बाँकी छ। अब 8-10 दिनमा यो सबै 77वटै जिल्लामा सकिन्छन्। त्यो भएर हाम्रो जिल्ला कमिटी प्रदेश कमिटीहरू बन्ने क्रम पनि जारी छ। अब वामदेव कमरेड त उहाँले आफ्नो छुट्टै एउटा कम्युनिस्ट पार्टीहरूलाई एकता गर्ने भनेर एउटा समूह खोलिसक्नु भएको थियो। अब उहाँ यो एकीकृत समाजवादीमै उहाँ प्रवेश गर्नुभएको थियो। उहाँले आफ्ना सहयोद्धासहित हाम्रो तत्कालीन पूर्व एकीकृत समाजवादी पार्टीमा उहाँ समाहित हुनुभएको। अब यो तारा चिन्ह चाहिँ कमरेडले कुरो उकाइहाल्नुभयो। उहाँ चाहिँ 56 सालमा माले हुँदाखेरि त्यही चिन्ह लिनुभएको रहेछ उहाँले। त्यो तारा चिन्हमा 6-7 लाख भोट पनि झरेको छ। अहिलेको अनुसार हो भने समानुपातिक पद्धति थियो भने निकै राम्रो हुन्थ्यो होइन। अब यो एमाले र माले विभाजन हुँदाखेरि उहाँको चुनाव चिन्ह त्यो रहेछ। उहाँले त तारा चाहिँ बनाऊ हो भनेर भन्नुभएको पनि होइन, हुन चाहिँ सबैले चिन्ह चाहिँ अब तपाईँहरूको एकीकृत समाजवादीको कलम पनि नराखौँ, हाम्रो हँसियातौडा पनि नराखौँ, ल तारा राखौँ, यसमा सबैको प्रतिनिधित्व हुन्छ भन्ने उद्देश्यले नै सबैको सहमति अनुसार नै त्यो तारा चिन्ह राखिएको हो। एउटा तपाईँ जतिको बौद्धिक नेतालाई संयोगवश पनि भनौँ र त्यति संयोगवश पनि नभनौँ, किनकि हामी त्यति लाटा पनि छैनौँ। तर एउटा कुरा भनिदिनु न, रमाइलो लजिक लाग्यो। चाइनाको झन्डामा पनि हँसिया हतौडा र तारा छ, रसियाको झन्डामा पनि तारा छ भनेपछि के त्यो फ्रेमभित्र फेरि गोलबन्द हुन आँटेको नै हो त वैज्ञानिक समाजवादमा हँसिया हतौडा र ताराको बिचमा भन्ने अलिकति रमाइलो त्यहाँ लिन खोजेको। किनकि विश्व कम्युनिस्ट आन्दोलन जहाँसुकै विश्वभरिको कम्युनिस्ट एक हौँ र विश्वभरिको मजदुर एक हौँ नै भनिन्छ। तर त्यो ठाउँमा अहिले चुनावमा बाहेक मजदुरहरू र किसानहरूको नाम साह्रै तपाईँ लगायतका इतरका सबै कम्युनिस्ट पार्टीहरूले बिर्सिसके, चुनावी नारा मात्रै बनाए। के तपाईँहरू पनि नयाँ धोका दिनको लागि नयाँ साधुको रूपमा अगाडि बढ्नु भएको हो कि तपाईँहरूमा के त्यस्तो विश्वास गर्नुपर्ने तर्क छ र अब चाहिँ एमालेलाई छोडेर माओवादीलाई छोडेर तपाईँहरूको वैज्ञानिक समाजवादको नेकपालाई चाहिँ भोट दिनुपर्छ भनेर कसरी कन्भिन्स गर्नुहुन्छ हाम्रो दर्शक श्रोताहरूलाई? एकचोटि भनिदिनु न, किन, हामी कसरी, के को लागि? अब यस्तो छ, अब हामीले चाहिँ अब जनताले हामीलाई के भन्छन्, के भन्नुहुन्छ भन्दाखेरि अब जनतालाई हामी बुझाउँदैछौँ होइन। ठाउँमा सन्देश सभा गर्दैछौँ, हामीले चोकमा सन्देश सभा गर्दैछौँ। अब हामी फुट्दिनौँ, हामी जुड्छौँ। अब पहिले चाहिँ
विविध कारणले फ्याट्ट एकता भयो क्या, त्यो तल कार्यकर्तालाई थाहै थिएन, नसोचिकन न नसोधिकन विचारको कुरा थियो, न त्यहाँ कुनै सिद्धान्तको कुरा थियो, न कुनै केही थियो क्या। पार्टी एकता भयो, अब चुनाव जाउँ होइन, गठबन्धन गरौँ भनेर फ्याट्टै एकता भयो। अब अहिले त्यस्तो छैन क्या। अहिले चाहिँ हामीले एकता चाहिँ तल जनतादेखि नै गरेको छौँ होइन, जनतालाई सोधेका छौँ, जनता बिचमा हाम्रा शीर्ष नेताहरू पुग्नु भएको छ, हामी टोल टोलमा पुगेका छौँ होइन। अहिले वार्ड वार्डमा जाने कार्यक्रम हाम्रो जिल्लाले पनि बनाएको छ। हेर्नु, केन्द्रले हरेक प्रदेश जिल्लातिर चाहिँ केन्द्रीय स्तरका नेता कमरेडहरू चाहिँ सन्देश सभामा जाँदै हुनुहुन्छ होइन, आफ्ना कुरा विचारहरू राख्नु भएको छ। अब त्यसो भएको हुनाले हाम्रो विचार पनि मिल्ने, हाम्रो सिद्धान्त पनि मिल्ने भएको हुनाले हाम्रो पार्टी फुट्दैन। हेर्नु, हामी फुटमा जाँदैनौँ र सधैँभरि जनताको सेवामा समर्पित छौँ र जनताकै घर दैलोमा हामी जान्छौँ र जनताकै विचारलाई लिएर हामी प्रतिनिधित्व गर्छौँ भन्ने चाहिँ मलाई लाग्छ र जनतालाई हामी यसरी नै बुझाउनेछौँ। र हाम्रो कुनै यो ढाँट्ने छल्ने होइन, यो चोटिको चाहिँ हाम्रो पक्का एकदम स्पेसल खालको। हजुर, धन्यवाद राजेश सर। तपाईँ बौद्धिक नेता, युवा नेता र पढे लेखेको विद्यार्थी राजनीतिदेखि उठेको नेता, तर के अब हामी नेपाली कम्युनिस्ट पार्टीमा कसरी विश्वास गर्न सक्छौँ? हिजोको कम्युनिस्टहरूले पनि वर्ग बनाउँछौँ भने होइन, वर्ग भन्दा पनि आफ्नो वर्ग र नेपोटिजममा सकिएका छन् र अब त्योभन्दा बाहिर इतरमा अबका कम्युनिस्ट पार्टीहरू जालान् अथवा टेस्टेड नेताहरू, पूर्व प्रधानमन्त्रीहरूकै कुरा गरौँ, पूर्व गृहमन्त्री उप प्रधानसम्मका नेताहरू भेला गरेर यो सबै होइन कासो बिसा मिलाएर ल्याएको चिजले चाहिँ नयाँ सिर्जनात्मक उपलब्धि दिन्छ भनेर तपाईँ जतिको युवाले कसरी विश्वास गर्नुभयो र कसरी विश्वस्त गराउनुहुन्छ तपाईँ जतिका वर्गका युवाहरूलाई? अब मलाई के विश्वास लाग्छ भने, र म के विश्वास दिलाउन सम्पूर्ण आम जनसमुदायलाई के विश्वास दिलाउन चाहन्छु भन्दाखेरि, यो व्यवस्था ल्याउनका निम्ति कमरेड प्रचण्डको नेतृत्वमा विशाल 10 वर्षे जनयुद्धको सुरुवात उहाँले गर्नुभएको हो। अब त्यो बेला उहाँले जनयुद्धको सुरुवात नगरेको भएदेखि आज हामी यो अवस्थामा आउने थिएनौँ र मुलुक यो अवस्थामा पुग्ने पनि थिएन। उहाँमा ठुलो एउटा विशाल ज्ञानको भण्डार छ। अहिलेको समकालीन नेपाली राजनीतिको शीर्ष नेतृत्वहरूमा सबैभन्दा डाइनामिक नेताको रूपमा म कमरेड प्रचण्डलाई लिन्छु। उहाँ धेरै अनुभवी व्यक्तित्व हो, 3-4 चोटि यो मुलुकको नेतृत्व गर्नुभएको हो। अब कमरेड माधव कुमार नेपाल तत्कालीन नेकपा एमालेको 15 वर्ष महासचिव हुनुभएको हो। पछाडि एकीकृत समाजवादीमा पनि 4 वर्ष नेतृत्व उहाँले गरेर लगभग 19 वर्ष एउटा कम्युनिस्ट पार्टीको लिडरको रूपमा र 1-2 चोटि चाहिँ तपाईको प्रधानमन्त्री हुनुभयो, एकचोटि उपप्रधान परराष्ट्र मन्त्री भएर एउटा हैसियत बनाएको नेता हो। तत्कालीन नेकपा एमाले भित्र चाहिँ तपाईको के भयो भन्नुहुन्छ भने, गणतन्त्र कि राजतन्त्र भन्ने विषयमा सवाल उठ्दै गर्दाखेरि 62-63 सालको जनआन्दोलन हुने ताकातिर कमरेड केपी ओलीहरू राजतन्त्रको पक्षमा हुनुहुन्थ्यो। उहाँले 62-63 सालको आन्दोलनमा कहीँ पनि जानु भएन क्या केपी ओली, उहाँ घरमै बस्नुभयो। उहाँले त उदाहरण पनि दिनुहुन्थ्यो क्या, बैलगाडा चढेर अमेरिका पुगिँदैन। हजुर, त्यो त अहिले पनि रेकर्डेड छ धेरै मिडियाहरूसँग होइन, त्यो वास्तविक उहाँले भनेकै हो क्या। राजतन्त्र कहाँ फालिन्छ भन्नुहुन्थ्यो। त्यो बेला कमरेड माधव नेपालले गणतन्त्रको पक्षमा वकालत गरेर 7 राजनीतिक दलहरूसँग सम्झौता गरेर गणतन्त्रमा जानुपर्छ, राजतन्त्रलाई फाल्नुपर्छ भनेर निकै ठुलो
अहम भूमिका निर्वाह गर्नुभएको छ। हजुर त्यो कुरा फेरि जनतालाई पनि थाहा छ चाहिँ- राज सर, तपाईँ हामीलाई पनि थाहा छ। र मैले तपाईँलाई बिचैमा काटेँ, हामी बााउन्ड्रीभन्दा अलिक फरक गयौँ। आजको विशेष तपाईँसँग मेरो छुट्टै एउटा मुद्दामा छलफल हुनेछ भनेको थिएँ, तर पनि तपाईँ जतिको बौद्धिक नेतासँग अलिकति वैचारिक तर्क गरौँ भनेर हामी यहाँसम्म आयौँ र हामी यहीँ फेरिस्तामा राखौँ। तर हामीले सोचेको गणतन्त्र यही थियो, हामीले सोचेको वर्गयुद्ध, हामीले गरेको जन आन्दोलन यसैको लागि थियो त? आखिरी मुठीभर नेताहरूलाई मात्रै नयाँ राजा जस्तो बनायौँ। कहिलेकाहीँ तपाईँ हामीले छाती छामेर मम भनेर सोच्दाखेरि गर्व गर्ने ठाउँ छ र अब रहन्छ? अबको राजनीतिक भविष्य कसरी देख्नुहुन्छ त? होइन, यो तपाईँको प्रश्न ठिकै हो। हामीले देख्दाखेरि पनि त्यस्तै देखिन्। यो समानुपातिक प्रतिनिधित्व, महिलाहरूलाई 50% अधिकार दिने अहिले भन्दैछौँ, 33% त भइसकेको छ होइन। पिछडिएको वर्ग, दलित वर्ग र जनताको कुराहरूलाई सदनमा राख्न सक्ने मान्छेको प्रतिनिधित्व गर्ने ठाउँमा यो गणतन्त्र, यो संघीयता, यो समावेशिता एउटा सुन्दर पक्ष हो। यो सुन्दर पक्षको चाहिँ केही नेताहरूले दुरुपयोग गरेकै हो। अब तपाईँको समानुपातिक प्रतिनिधित्व भनेको छ, त्यहाँ त तल वडादेखि नै समावेशी हुँदै जानुपर्नेमा ठिक छ, वार्डमा त भएकै छ, स्थानीय तहमा त समावेशी भएकै छ क्या। अब त्योभन्दा माथिल्लो तहमा जानुपर्ने, अब जस्तै उदाहरणकै रूपमा लिँदा पनि हुन्छ, जस्तै शेरबहादुर देउवाको श्रीमती आरजु देउवा राणा चुनाव लड्न नसकेर नसक्ने त समानुपातिक कोटाबाट उहाँ जानुहुन्छ, मन्त्री ठ्याक्कै खाइहाल्नुहुन्छ। त्यो पनि परराष्ट्र जस्तो अत्यन्त संवेदनशील मन्त्रालय उहाँलाई दिने चलन हो, त्यस्तो भयो होइन। अब तपाईँको अर्को उदाहरण पनि भन्छु म, जस्तै सुजिता साक्य एमालेको महासचिवको श्रीमती, शङ्कर पोखरेलको श्रीमती। अब उहाँ समानुपातिकमा जानुहुन्छ है। त्यही त यो हामीले कहिलेकाहीँ हामीले गलत चिज ल्यायौँ, एउटा राजा फालेर 1000 राजाहरू जन्मायौँ भनेर जनता पुरानो ट्रेडिसनल पार्टीहरू भनौँ, पुरानो पार्टीहरूसँग चाहिँ रुष्ट भएको अवस्था छ। मानौँ अब तपाईँलाई म फ्रेममा ल्याएँ, किनकि तपाईँले अघिदेखि जोड्दै आएको एकताको सन्देश सभा, एकताको सन्देश सभामा दुईजना पूर्व प्रधानमन्त्रीहरू संयोजक र सहसंयोजक तपाईँले अघि बारम्बार भनिरहनुहुन्छ, उहाँहरू आएपछि अब एउटा हुइम जाला, प्रतिबद्धता जाला भन्ने छ। तर अहिले पपुलिस्टहरूले बालेन, हर्क, रवि, कुलमानहरूको त्यो चर्चाको चुलिएको अवस्थामा अब पार्टीगत राजनीति कसरी इस्टाब्लिस होला त आफ्टर जेनजी आन्दोलन? त्यो छोटो विश्लेषण छोटोमा राख्दिन्न होइन। अब उहाँहरूको पनि अब कुरो अगाडि बढेकै छ। यहाँ हाम्रो धरानको मेयर साहब पनि आउनुभएको थियो। अब यस्तो छ, अब यो सामाजिक सञ्जालहरूमा चाहिँ के हुन्छ भन्नुहुन्छ भन्दा, अब हर्क साम्पाङ आउनुभयो भनेपछि हेर्नका लागि भए पनि मान्छेहरू आउँछन्। हजुर, एक खालको प्रभाव छ। अब यहाँ तपाईँको बालेन आउनु भने थुप्रै मान्छे हुन्छन् क्या, प्रत्यक्ष भेट्ने, फोटो खिच्ने होइन, यो स्वाभाविक हो। अब ठुल्ठुलो सहरको चाहिँ मेयर साहेबहरू हो उहाँहरू, अब स्वतन्त्र जित्नुभयो क्या। स्वतन्त्र जित्नु भनेको चान्चुने कुरा होइन नि त। हजुर, यसो सम्झिँदाखेरि धरानको जस्तो शिक्षित एरिया, ठाउँमा, काठमाडौँ जस्तो ठाउँमा होइन, अब यो चान्चुने कुरा चाहिँ म लिँदिनँ। हाम्रो संयोजक कमरेडले एकचोटि के भन्नुभएको थियो सदनमा भन्दा, हर्क र बालेन भनेको लोकतन्त्रको एउटा सुन्दर फुलहरू भन्नुभएको थियो क्या। यसो सम्झेँ, ठिकै कुरा हो। अब यो लोकतन्त्रमा त्यो ठिक हो, तर अघि तपाईँले भने जस्तो यो दलहरूकै उसले गर्दाखेरि त आएको हो उहाँहरू भन्नुभयो क्या। दलहरू सुध्रिनु पर्यो क्या। दलहरू नसुध्रिँदाखेरि समस्या आउँछ। दलहरू स्ट्रङ भएन भने लोकतन्त्रमा खतरा हुन्छ होइन। बाहिरी प्रतिक्रियावादीहरूले देशलाई समस्यामा बनाउँछन्
अब यो दलहरूकै कारणले गर्दाखेरि जेनजी आन्दोलन भएको हो होइन। तत्कालीन त्यतिखेरको सरकारले हरेक चिजहरू हरेक कामहरू गलत गरेको थियो। त्यसो भएको हुनाले युवाहरूलाई अलिकति राम्रो लागेन क्या सरकारको काम होइन। दलहरूले गरेका कुराहरू दलहरूमा पनि निरङ्कुश भइदियो नि त। अब केपी ओलीको विरुद्धमा कोही बोल्यो भने त्यसलाई पार्टीबाट निष्कासन भइहाल्छ। हेर्नु शेरबहादुरको विरुद्धमा बोलिहाल्यो भने पार्टीले कारबाही गरिहाल्छ। अनि त्यो निरङ्कुश चाहिँ किन हुनु होइन। निरङ्कुश हुने होइन क्या, पार्टी पनि लोकतान्त्रिकरण हुनु हो। मैले त्यही भने कि अब नेपाली कम्युनिस्ट पार्टी यो कुराबाट सुध्रिएर आउँछ। नेपाली कम्युनिस्ट पार्टी सुध्रिन्छ। हेर्नु जनवादी केन्द्रीयताको आधारमा पार्टीगत अगाडि बढ्छ चल्छ होइन। हामी सुध्रिन्छौँ। हाम्रा पहिलेका सबै गलत कामहरू हामी सुधार्छौँ। जनतालाई हामी यति विश्वास गर्छौँ कि हामी सुध्रियौँ। अब तपाईँहरूको पार्टी भनेको हामी नै हो र तपाईँहरूको मुद्दा बोक्ने भनेको हामी नै हौँ। अब यो देशको नेतृत्व हामीले गऱ्यौँ भने हामी सबै ठाउँमा राम्रो काम गर्छौँ, सबैलाई समान व्यवहार गर्छौँ होइन। गलत कामहरू गर्नेलाई हामी कारबाही गर्छौँ, गलत काम गर्न दिँदैनौँ। हामी सधैँभरि जनताकै पक्षमा जान्छौँ र त्यो गर्नुपर्छ भनेर हाम्रा नेताहरू पनि सुध्रिनु भएको छ। हेर्नु सन्देश सभामा हाम्रा शीर्ष नेताहरूले हामी सुध्रियौँ है अब भन्नलाई एउटा कमिटमेन्ट गर्न पनि आउँदै हुनुहुन्छ। त्यो भएको हुनाले हाम्रो पार्टीले नै समाजलाई सुधार्छ र भन्ने चाहिँ हामीले तपाईहरूको पार्टी नेपाली कम्युनिस्ट पार्टी यो इलेक्सनबाट फिल्ट्रेट भएर एउटा ठुलो पार्टी बन्ने लक्ष्य राख्नु भएको छ र त्यो सपना फागुन 21ले पुरा गर्ला। राजेश कमरेड अब भनिदिनुहोस् कि यो 18 गते जुन एकताको सन्देश सभा गर्दै हुनुहुन्छ नि, तपाईँहरूले कति अपेक्षा गर्नु भएको छ र कसरी व्यवस्थापन गर्दै हुन्छ? छोटोमा हामी अन्तिममा राखिदिनुहोस् न। अब 18 गते हामीले खाँदबारीको टोडी खेलमा एकता सन्देश सभा गर्ने भनेका छौँ। अब हामीले त्यस्तो धेरै ठुलो अपेक्षा पनि गरेको छैनौँ। हामीले खास कार्यकर्ताहरूलाई बोलाउँछौँ खाँदबारी बजारमा। पार्टीको जिल्ला कमिटी, पार्टीको केन्द्रीय कमिटी, पार्टीको प्रदेश कमिटी, पार्टीका वडा कमिटी, टोल कमिटी, नगर कमिटी होइन, त्यही कमिटीहरूलाई हामीले फोकस गर्ने हो। हामी सबै मान्छेलाई ल आओ है भनेर भनेका पनि छैनौँ। हेर्नु हामीले सूचना जाहेर गरेका छौँ, प्रचार प्रसार गरेका छौँ होइन। अब सामान्यतः कार्यकर्ताहरूलाई हामीले फोन सम्पर्क गरेका छौँ। अब हामीले हिसाब गऱ्यौँ हाम्रा कार्यकर्ता, हाम्रा नेताहरू, कार्यकर्ता भनेको नेताहरू, हाम्रो पार्टीका कमिटीमा रहने कमरेडहरूको सङ्ख्या गन्दा पनि हामीले 2000-3000 को हाराहारीमा चाहिँ हुनुहुन्छ क्या। अब यहाँ असल नेतृत्वहरू, असल नेताहरू अहिलेको हाम्रो पार्टीमा हुनुहुन्छ। हाम्रो पार्टीमा खराब व्यक्तित्वहरू हुनुहुन्न। हाम्रो जिल्लाको हकमा हामी असल नेता, असल कार्यकर्ता छौँ। अब हामीलाई विश्वास गर्छन् जनताले। हेर्नु विश्वास गर्नुभएको छ। अब हामीले यहाँ 4-5 हजारको उपस्थिति चाहिँ हुन्छ खाँदबारी बजारमा सन्देश सभामा। विश्वास छ। त्यति चाहिँ हामीले खबरै नगर्दा पनि आउनुहुन्छ। हजुर धन्यवाद। त्यसो भएको हुनाले यसको प्रचारमा हामी लागिरहेछौँ र हामीले पनि सकेको सहयोग गर्नेछौँ सिङ्गो सुनाखरी युनिटको तर्फबाट र तपाईँहरूको तयारी पनि हामी अपडेट गरिरहनेछौँ र सम्भवतः यो सुनाखरी अपडेटबाट लाइभ पनि हुन्छ त्यो दिन दर्शक तथा श्रोताहरू। र समग्रमा सबै कुराहरू, वैचारिक कुराहरू र साङ्गठनिक कुराहरू तपाईँ जतिको युवा नेताले दिइसक्नु भएको छ, खुसी लागेको छ। र पनि मैले केही प्रश्नहरू छुटाएँ भने राजेशजी थोरै छोटोमा के अपिल गरिदिन सक्नुहुन्छ हाम्रो दर्शक तथा श्रोताहरूलाई? अब म के भन्छु भन्दाखेरि अब देशकै नेतृत्व गर्नु भइसकेको दया कमरेडहरू आउँदै हुनुहुन्छ। अब उहाँहरूको विचार सुन्नलाई चाहिँ म आम सङ्खुवा सभाले आदरणीय जनसमुदायहरूलाई उपस्थितिको लागि अनुरोध गर्दछु। अब कमरेडहरूले आफ्ना विचारहरू राख्नुहुन्छ आएर। अब त्यो विचारहरू
अहिले मैले भनेको कुराहरूसँग कतिको मेल खायो खाएन होइन त्यो तपाईँहरू आफैले पनि बुझ्न सक्नुहुनेछ। र हाम्रो नेपाली कम्युनिस्ट पार्टीलाई अब कसैले रोक्न सक्दैन। हेर्नु, हाम्रो पार्टी त देशकै सबैभन्दा ठुलो पार्टी हुन्छ अब निर्वाचनबाट, र देशको नेतृत्व गर्ने पार्टी हाम्रै हो। र हामीले नेतृत्व गरिसकेपछि हामी समाजलाई बदल्छौँ, हामी समाजका जनताहरूलाई सुखी बनाउँछौँ, समृद्ध बनाउँछौँ, एउटा अनुशासित ढङ्गको कार्यकर्ता बनाउँछौँ, नेता बनाउँछौँ, आत्मनिर्भर बनाउँछौँ होइन। यी चिजहरू गर्ने भनिसके पछाडि त्यो नेतृत्व वर्ग आइसकेपछि आदरणीय जनसमुदायहरू उपस्थित हुनु नै हुन्छ भन्ने चाहिँ मैले विश्वास लिएको छु। उपस्थित भइदिनु हुनका लागि पनि म सम्पूर्ण सङ्खुवासभाली जनसमुदायहरूलाई आग्रह गर्दछु। हजुर धन्यवाद राजेशजी, समय एकदम महत्त्वपूर्ण समय दिएर जुन हामीलाई गुण पुर्याउनु भएको छ, धन्यवाद। र सँगसँगै सुराखरी रेडियो लाइभका श्रोता तथा दर्शकज्यूहरूलाई म अत्यन्त धेरै धन्यवाद दिन चाहन्छु। आज राजेशजी युवा नेता हामीले स्टुडियोमा ल्याउन सक्यौँ र स्वाभाविक रूपले तपाईँले यो विचारका मन्थनहरू सुन्नुभयो होला र स्वाभाविक रूपले नरम ढङ्गले गरम कुराहरू भयो र यो कार्यक्रम कस्तो रह्यो समीक्षासहित कमेन्टमा इनबक्समा तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ। र आगामी फेरि विभिन्न नेता नेतृत्व समाजसेवी विकासप्रेमी अग्रज युवा तथा बौद्धिक वर्गहरूलाई हाम्रो यो सुनाखरी अपडेटमा उभ्याउने बाचा गर्दै आजको कार्यक्रमबाट भने बिदा दिनुहोला। नमस्कार, फेरि भेट्नेछौँ। धन्यवाद, थ्याङ्क यू।